आज त सम्मानको साथ ससुराली गएर खाना खाएको जत्तिकै फिल भयो। आमामामा स्वागत छ सबैजनालाई होमराज मिनी भ्लगमा। अनि आज चाहिँ उ र म आएको छु त भिडियोमा चाहिँ मैले चाहिँ अहिले उसलाई इन्ट्रोडक्सन दिन लाउँदैछु है त यहाँ। अनि के भन्दैछ है। अब चाहिँ हामी दुईजना बाहिर निक्लिँदैछौँ है त। अहिले त हामी कहाँ जाँदैछौँ रे? हामी चाहिँ अब सुपा हामी चाहिँ सुपा जान लाग्यौँ। त्यो फेरि पनि आज चाहिँ हामी तीनजना हिजो हामी दुईजना मात्र के अरे फुड च्यालेन्ज गेम खेल्यौँ। आज चाहिँ हामी तीनजना छौँ है। मेरो साथी पनि एड हुन्छ आज चाहिँ हाम्रो एउटा गेम छ सानो होइन, सबैजनाले गरिरहेको गेम हामीले पनि ट्राई गरिदिउँ न भनेर सामान लिन जाँदैछौँ होइन। त्यही भएर आज उसले केही खाएको छैन क्या हिजोदेखि न भात खाएको छ न केही खाएको छैन क्या है। जित्ने मैले हो नि त, त्यही भएर हो क्या। त्यही भएर मैले लास्टमा एकचोटि पनि पालो आएन अनि भाइ हेराइदिएँ फेरि। ल अहिले अब सुपा गएर भेट्यौँ है त, सामान लिन जाँदैछौँ। अहिले चाहिँ हामी सुपर मार्केट पुगिसक्यौँ। अनि तिमी जस्तै छ यसलाई देखाऊ नदेखाऊ भनेर मलाई भन्दैछ है त। आज चाहिँ हामी फुड च्यालेन्ज खेल्नु लागिरहेको थियौँ। अनि त्यसको लागि चाहिँ हामीले अलिअलि सामानहरू चाहिरहेको थियो। अनि सामानहरू लिएर चाहिँ अब रुमतिर लाग्छौँ है त हामी चाहिँ। उसलाई चाहिँ भोक लगाएर अति भयो अरे। अनि उसले चाहिँ ओनिगिरी खाँदैछ है त। अनि मैले पनि खाएँ यति धेरै पहिला त। आमामा अहिले चाहिँ खासै मन पर्दैन है मलाई त यो। एकछिन झोलाएर सामान नबोक्दिएको यहाँ रिसाएर फन भएर हिँड्दैछ है त। अब चाहिँ हामी रुम पुग्नु लागिसक्यौँ। च्यालेन्ज गेम हानिहाल्नुपर्छ बनाएर चाँचडो भनेर हामी चाहिँ चाँचडो रुमतिर फर्कियौँ है त। लोकल कुखुराको मासु नखाएको पनि धेरै दिन भएको थियो। अनि उसले चाहिँ आज बिहानै लिएर चाहिँ बिहानै बनाइसकेको रहेछ। मलाई थाहै पनि थिएन। अब चाहिँ खानुपर्छ है खाना। यसरी खाना दिँदाखेरि चाहिँ ठ्याक्क मलाई चाहिँ नेपालको याद आइदिएर क्या हुन्छ नि। नेपालमा पाहुना घर जाँदाखेरि यसरी दिन हुन्थ्यो नि त। कसम मैले झुट बोलेको थियो होइन, तर नेपालको त्यो हुन्छ नि लोकल कुखुराको जतिको याद दिलाउने मासु चाहिँ थियो है। कति धेरै मिठो बनाएको। आमामा चट्ट पिरो पनि टक्क लाग्ने बनाएछ होइन। बबाल मिठो भएको थियो। उसले पनि यता गम खाँदैछ है त। अनि मैले उसलाई कस्तो भयो भनेर सोधिरहेको छु। अनि उसले चाहिँ मिठो भयो आज त भनेर भनिरहेको। यो भिडियो चाहिँ म यहाँ इन गरिदिन्छु होइन, फेरि अति लामो हुन्छ होइन। अनि फुड च्यालेन्ज भिडियो चाहिँ म अर्को भिडियोमा हालिदिन्छु होइन। त्यो पनि ओभर बवाल रमाइलो भएको छ। थ्याङ्क यू सो मच है लास्टसम्म भिडियो हेरिदिनु भएकोमा। फेरि अर्को भिडियोमा भेटौँला साथीहरूलाई। सी यु इन नेक्स्ट भिडियो। बाई बाई।